निजी सम्पत्ति हो हाम्रो पनि कुरा हामी जान्छौँ पर्नुपर्छ हामीले मान्छे मारेको होइन गोली हानेर सरकारले मारे अनि हाम्रो अब त आउँछ नि जे पनि भयो मान्छे मारे प्रश्न के के 17,000 मान्छे मारेर आउनु त मलाई छैन सरकारले मान्छे मारेर मान्छे मारे अनि हामी त शान्तिपूर्ण आन्दोलन गरिरहेको थियौँ नभन्ने हाम्रो माथि हानेपछि हामी नजाएर दर्शकबिन यतिखेर पत्रकार साथीहरूले प्रश्न सोद्धाखेरि यतिखेर उहाँहरू रिसले आगो हुनु भएको छ देख्न सक्नुहुन्छ यतिखेर इन्टरभ्यू नदिने भनिराख्नु भएको छ यो दृश्य यतिखेर बिजुली बजार क्षेत्रबाट देखाइरहेका छौँ दर्शकबिन जुन तरिकाले उहाँहरूको नेताहरू हिरासतमा भइराख्दाखेरि अनुसन्धान भइराख्दाखेरि रिहाईको माग गर्दै यतिखेर धेरै सङ्ख्यामा यतिखेर उहाँहरू आइराख्नु भएको नदिनु भन्दै यतिखेर भनिराख्नु भएको छ भने निषेधित घेरा तोड्नको लागि उहाँहरू अगाडि बढिराख्नु भएको छ देखाइरहेका छौँ उहाँहरूको सङ्ख्या कम भए पनि उहाँहरूको रिस भने निकै नै बढी छ र जुन खालको पत्रकार साथीहरूले प्रश्न सोद्धाखेरि पनि उहाँहरू रिसाइराख्नु भएको छ भने यतिखेर देख्न सक्नुहुन्छ प्रहरीको यो पहिलो घेरा यतिखेर तोड्नको लागि उहाँहरूले कोसिस गरिराख्नु भएको छ दृश्यमा देख्न सक्नुहुन्छ प्रहरीहरू लम्किएर अगाडितिर संसद भवनतिर लम्किराख्नु भएको छ भने पछाडिपट्टि देख्न सक्नुहुन्छ राजा प्रेमीहरू अगाडि बढिसक्नु भएको छ निकै नै उहाँहरू आज आक्रोशित मुडमा देख्छौँ जुन 15 गतेको घटनालाई सम्झेर जुन खालको आग लागेर जुन खालको तोडफोड भयो त्यो हामीले गरेको होइन भनिराख्नु भएको छ भने पत्रकारले प्रश्न सोद्धाखेरि पनि हामी अन्तर्वार्ता दिँदैनौँ पत्रकारले हामीलाई भाडिराख्नु भएको छ भन्ने जुन उहाँहरूले भनेर यतिखेर अगाडि बढिसक्नु भएको छ देख्न सक्नुहुन्छ उहाँहरू निकै नै छिटो अगाडि बढिराख्नु भएको दृश्य तपाईँले देख्न सक्नुहुन्छ दर्शकबिन देख्न सक्नुहुन्छ यतिखेर निश्चित घेरा अगाडि छ र